सम्पूर्णमा हामी चाहिँ अब छोपेमा जान लागेछौँ। यहाँ चाहिँ लामा गुरुज्यूहरू मेमीहरू मामहरू सबै लोबेनहरू सबै हुनुहुन्छ छोपेमा तीर्थस्थल ठुलो तीर्थस्थल हो। म चाहिँ कहिले गएको छैन, यसपालि चाहिँ जाने भनेर तातेको। हामी चाहिँ अब सिमलादेखि अब छोपेमा ल रोडको लागि कतिसम्म लगानी गर्दो रहेछ यार। कहाँदेखि ठडाएको छ यो वालहरू, एकदम गहिरो गहिरो हेर्नुहोस्। दामी छ है, अहिले बनाउँदै रहेछ रोड, राम्रो छ। सोच्या भन्दा राम्रो छ है। उता हिमाचल प्रदेश चाहिँ यहाँ नेपाल जस्तै रहेछ पुरै। सेम नेपाल जस्तै हो। सेम नेपाल, केही फरक छैन। मन्दिरहरू पनि है ठाउँ ठाउँमा। यस्तो दायाँ बायाँ केही छैन है, यहीँ मात्र है, एक ठाउँमा कस्तो खतरा बनाएर आयो। इमर्जेन्सी सबै इमर्जेन्सी रहेछ योहरू। रोड चाहिँ अहिले बनाउँदै रहेछ। सम्पूर्णमा हामी चाहिँ अब छोपेमा आएर भर्खर खाना खायौँ। यो चाहिँ हिङिङमा घुम परेछ अनि यहीँको अवस्थासम्म चाहिँ खाना खायौँ हामी। छोपेमा चाहिँ यता यो पोखरी चाहिँ यता पछाडि हो, अनि कुचो उता माथि रहेछ। राति भयो अहिले चाहिँ। अब भोलि बिहान देखाउँछ साथीहरू, एकदम थाकिरहेछ। मेमीहरू जान लाग्नु छोपेमा भनेको चाहिँ छोपेमा ताल भनौँ है। यो चाहिँ यही हो। बिहानै राम्रो रहेछ।
तिर लाग्यौँ अनि यस्तो लुङ्दाहरू टाङ्ने भनेर यस्तो अलि माथि डाँडातिर चढ्दैछु एकदम राम्रो छ रुखहरू पनि छन् गुरुले गर्नुहुन्छ भित्र रहेछ नि त छङवाला टच दिले ल सोपेमा हाइकिङ है यो चाहिँ हाम्रो सोपेमा हाइकिङ लसो